अवस्थामा के गर्ने र हैन। जस्तै कसैलाई केही समस्या पर्यो हैन, लेनदेनमा केही समस्या पर्यो, दिनुपर्ने ठाउँमा दिन सकिएन भने के गरिन्छ? जस्तै अब गाउँघरकै उदाहरण दिँदा पनि भइहाल्छ होइन। तरकारी पकाउँदै गयो, नुन सिकिन्छ, कहिले नुन हालिकन तरकारी मिठो हुँदैन होइन। अनि कलर गरेर यसो 2 चम्चा नुन, 1 बट्टा नुन अथवा 1 प्याकेट नुन माग्छौँ होइन। अनि त्यो पनि कसलाई गएर माग्छौँ त? छिमेकीमा पनि नजिककोलाई। ला यो त ट्याक्कै भर्खरै सक्यो भनिदियो भने के हुन्छ? अर्को छिमेकीमा गइन्छ होइन। सो त्यही कन्सेप्ट चाहिँ यसमा दिनुपर्छ है। यदि उसले यहाँ छैन भने हामी 100सम्म, 100मा छैन भने 1000सम्म जानुपर्छ। सो अब एकलाई समस्या पऱ्यो, अब एकले उसको नजिक उयो छिमेकी त सबै छिमेकी हो, उसको सबभन्दा नजिकको छिमेकी को त? 10। सो अब एकले के गर्छ त? अब 10लाई सापट्टि दिन्छ, 10ले एकलाई सापट्टि दिन्छ है। अब 10बाट हामीले एकलाई सापट्टि दिँदा के गर्छौँ त? अघि जसरी हामीले क्यारी ओभर भने जस्तै अब यसलाई घटाउन के भन्छौँ? इङ्ग्लिसमा के भन्छौँ? बरोइङ भन्छौँ होइन। हाम्रो छिमेकी नदेला यहाँको छिमेकी त नै भन्दै भयो भने दिन्छ। कहिले काहीँ नहुन नि सक्छ। अहिले नहुने कन्डिसन पनि देखाउँछु है, नहुने कन्डिसन पनि यहाँ देखाउँला। अब अहिले भएको अवस्थालाई मानौँ है, सिम्पल टु कम्प्लेक्स हुनेछ नि त। सो अब 10ले के गर्छ त? लु भइजान त समस्या टार भन्ला नि होइन। सो अब यहाँबाट के गर्नु पऱ्यो? 1 10लाई 1मा लानु पऱ्यो। लैजानुहोस् त यो जस्तै गरी मुठै दिनु। सो यसलाई अलिकति केही साउन्डहरू निकाल्नु भने अझ मजा आउँछ सरर है। सो के थियो भने सुन्नुहोस् है, यहाँनिर 610 थियो। 610ले के गर्यो? 110 चाहिँ यता एकलाई सापट्टि दियो। सो यो कुरालाई यहाँ पनि देखाउने क्या है। ठोस वस्तु र सङ्केत सँगसँगै हामीले के गर्ने गरेका छौँ ल भन्नुहोस् त? अब 6बाट 1 यता गयो अनि यसलाई हामीले के गर्छौँ? ल गर्नुहोस् त, तपाईँले सङ्केतमा जे गर्ने गर्नुभएको छ त्यही काम गर्नुहोस् त। यहाँ 5 यता कति हुने भयो? अब त्यहाँबाट यता आयो, कति आयो? लेख्नु न, अहिले त्यहाँ लेख्नु न। ल भयो, यहाँसम्मको प्रोसेस यो भयो है। अब यो घर त कसको? एकमा बस्दा त अब एकको रूपमा भएर बस्नु पऱ्यो नि त होइन। 10 पढ्ने हुन्छ यता आउनु पऱ्यो फेरि। सो एकमा गएपछि यो के हुन्छ त? अब यो मुठा खुल्ला हुन्छ। फुकाउनुहोस्, फुकाएर सबै के राख्नुहोस्? सबैको ठाउँमा अब तपाईँसँग कति भयो त? 1 10 र 7 1 थियो। अब कति 1 भयो गर्नुहोस् त? कसरी 18 त्यस कारण त्यो मुठा बनाउने बेला पनि ख्याल गर्नुपर्छ है। घट्यो बढी भयो भने हिसाब गडबड हुन्छ। मुठामै गर्नुपर्छ होइन। सो अब कति भयो तपाईँसँग? 17। अब चाहिँ तपाईँले के गर्नु पऱ्यो त? 9 1 निकाल्नु है। निकाल्नु भयो। सो कति एका बाँकी भयो तपाईँसँग? 8। यसको हिसाब सक्यो होइन। कति वन्स? अब 17बाट 9 घटाउँदा कति हुँदो रहेछ त? 8 वन्स है। ओके, अब हामीसँग यहाँ कति बाँकी छ? 5 टेन्स होइन। 5 टेन्सबाट कति टेन्स निकाल्नु पऱ्यो? 3 टेन्स निकाल्नुहोस्। ल अब कति बाँकी भयो तपाईँसँग? तल सार्नुहोस् ल, कति भयो लेख्नुहोस् त? सक्यो त प्रोसेस चाहिँ बुझाउनु भयो नि त। सापट्टि प्रोसेस